ल झिलमिलाबाट घर फर्कने क्रममा यो माथि पहाडको डाँडाबाट हेर्नु त क्या मजाले देखिएको छ टनकपुरको पुल। टनकपुरको पुल पारि टनकपुरको गाउँ बस्तीहरू अनि त्यो नदी टनकपुर क्या मस्त देखिएको छ। राजा कस्तो लागिरहेछ त? ठिक एकदम आनन्द महसुस भइरहेछ। ल राजा खुसी छ नि, हिजो जीवन राम्रै भयो। सोचेको पुग्यो। हाम्रो दर्शन गरियो माताको। रातभरि भजन कीर्तन सबै यो यात्रा अहिलेसम्मको एकदम फलदायी रमाइलो भएको छ। अब बिस्तारै हामी घरतिर फर्किने क्रममा छौँ। साइकलले अलि राजाको धोका दिएछ, तै पनि ठिकै छ। माथिसम्म पुग्यो। साइकल चाहिँ अलि पङ्चर भएर गाह्रो भइरहेछ। मेरो साइकलले त धोका दिएको छैन। यो अलिकति तगडै साइकल हो, महाकाली टु मेची यात्रामा पनि धोका नदिएको साइकल। ल ओके, ल गुड मर्निङ सबैलाई। राजासँग राइडिङको मजा के छ? राजाको हालखबर? साइकल पङ्चर भएर पनि राजाले दौडाएकै छ नि यार। साहसी छ राजा चाहिँ। मर्निङको राइड राम्रै भइरहेछ। यता मेरो पछाडि राजा छन्, हाम्रो तस्बिर सर। साइकल क्यान्सर भएर पनि कुदाएकै छ, मिलाएर अलिअलि। ओके ल सबैलाई शुभकामना। झिलिमिला आउनुहोस्, रमाइलो ठाउँ छ। राइडिङ गर्न पनि हुने, ट्रेकिङ गरेर हिँड्न पनि अलिअलि हुने। बाइक तल राखेर एकदम सुन्दर शान्त छ ठाउँ। ब्रह्मदेव हाइवेबाट मटेनाबाट कति 5-6 किलोमिटर माथि होला यो हाइवेबाट। मैनगरबाट ब्रह्मदेव भाँसी हाइवे भएर सजिलैसँग यहाँ पुग्न सकिन्छ। मटेनाबाट माथि आएर सिधै पूर्वतिर लाग्ने, अनि उत्तरतिर नर्सरीको यस्तो जङ्गलको बिच बाटो छ। नछोडेर यो नर्सरीको बाटोलाई समात्ने अनि माथि पुगिन्छ झिलमिला माताको दरबारसम्म। ओके ल, हेभ अ ग्रेट डे सबैलाई।